शेरबहादुरजीले आइपुग्ने बित्तिकै हिजै जवाफ दिनुभयो। खुइ गरेर पुर्पुरा हात लाएर फेरि बिचराहरू थचक्क बसे, हल्ला गर्नेहरू। त्यति चाहिएर छ। शेरबहादुरजीले सरकार ढल्दैन भनिदिएपछि खतराकै हुँदो रहेछ। फेरि थुचुक्कै पुर्पुरा हात लाएर कति विदेशतिर कति हेर्न सक्यो भने हाम्रा दुईटा छिमेकी 150 करोड जनसङ्ख्या भएका जसो त्यस्तो जनसङ्ख्या भएका देश छन्। तिनीहरूमध्ये ती 150 करोड मान्छे मध्ये कसको अनुहार उज्यालो हो, कसको अलिक उज्यालो भएन। त्यो कसले के बोल्छ भन्ने कुरा एउटा पूर्व राजदूतले अस्ति बोल्दै गरे, मैले सुनेको थिएँ। नेपालको के आइडेन्टिटी नै केही छैन। हाम्रो जस्तै हामी जस्तै भात खान्छन्, हामी जस्तै दाल खान्छन्, हामी जस्तै तरकारी खान्छन्। विश्वसनीय, जवाफदेही र पारदर्शी पत्रकारिता सेतुमसी.com